नमस्कार, मेरो नाम चाहिँ मुना मल्ल। म चाहिँ यहीँ भरतपुर दसैँ हस्पिटल लाइनबाट हो। रिसेन्टली अहिले चाहिँ म चितवन नेल एन्ड ल्यासेसको स्टुडियोमा चाहिँ छु। रिसेन्टली यो 15 डेज जति चाहिँ भयो मैले यहाँ क्लास लिन थालेको। मैले चाहिँ प्रोफेसनल नेल कोर्स गरिरहेको छु। अनि यहाँ चाहिँ एकदमै राम्रो सर्भिस छ। यहाँको सिकाउनु हुने टिचर एनजिसाले चाहिँ एकदम राम्रोसँग सिकाउनुहुन्छ। अनि मेन कुरा भनेको चाहिँ एकदमै वेलकमिङ हुनुहुन्छ होइन। अनि एकदमै फ्रेन्डली नेचरको, इजिली सिकाउने एकदम ट्यालेन्ट पनि हुनुहुन्छ। अनि आजसम्म चाहिँ मलाई एकदम कम्फर्टेबल फिल भइरहेको छ। मलाई मात्र नभएर अरू साथीहरूलाई पनि एकदमै कम्प्लिमेन्ट गरिरहनुहुन्छ कि यहाँको चाहिँ स्टाफ यस्तो छ उस्तो छ, एकदमै ट्यालेन्टेड हुनुहुन्छ भनेर। अनि मलाई पनि एकदमै कम्फर्टेबल नै लागेको छ। अब मेरो एजुकेसनल ब्याकग्राउन्ड चाहिँ अलिकति डिफ्रेन्ट छ होइन, अब यो यस्तो योहरू भन्दा। तर मलाई यसरी यो सिक्न आउँदाखेरि चाहिँ एकदमै इजी फिल भइरहेको छ। मैले पनि सक्छु होला जस्तो चाहिँ फिल भइरहेको छ होइन। आजसम्म अझै टन्नै दिनहरू चाहिँ बाँकी छ सिक्नको लागि। यसरी नै एकदमै राम्रोसँग सिकाइदिनुहुन्छ जस्तो चाहिँ मलाई लाग्छ। आजसम्मको एक्सपिरियन्स चाहिँ एकदम नै बेस्ट भइरहेको छ। अनि पैसाको कुरा गर्नुपर्दा चाहिँ कम्प्यारिटिभली एकदम नै अफोर्डेबल लाग्यो मलाई। म यहाँ सिक्नुभन्दा पहिला चाहिँ अरू ठाउँमा पनि सोध्न गएको थिएँ, बुझ्न गएको थिएँ होइन। अनि त्यहाँको इन्भाइरोमेन्ट, त्यहाँको वे अफ टकिङ होइन, सुरुमा कस्तो खालको वेलकमिङ नेचर छ भनेर चाहिँ मैले राम्रोसँग नै बुझेँ। अनि यत्तिकै बुझ्दै गर्दाखेरि यहाँ घर नजिकै यहीँ रहेछ भनेर यसो बुझ्न आएको। त म त पहिलो दिनमा नै आएकै एकछिनमा नै ल म चाहिँ यहीँ नै सिक्छु भनेर भर्ना गरिहालेँ। भर्ना गरेको पनि आफ्टर अ मन्थ पछि चाहिँ आएको हो। त्यतिन्जेलसम्म पनि हुन्छ नि अब आउँदैन भनेर यताउति केही पनि नआइ कि कस्तो राम्रोसँग अब फोन गर्नुभयो। अनि त्यसरी नै कहिलेदेखि आउनुहुन्छ भनेर सोधिरहने। अब मेरो चाहिँ अब नमिलेको कारणले चाहिँ आफ्टर 1 मन्थ जोइन गरेको। अनि जोइन गरिसकेपछि चाहिँ मेरो एक्सपिरियन्स एकदमै राम्रो भयो। र सबैजनालाई चाहिँ यहीँ चितवन ल्यास एन्ड नेल्समा नै आउनु सिक्नु होइन, यो खालको फ्रेन्डली इन्भाइरोमेन्ट चाहिँ आफूले एक्सपिरियन्स गर्नु एज अ फ्रेन्ड भएर चाहिँ सिकाउनुहुन्छ। अनि कस्ट पनि एकदम नै अफोर्डेबल रेन्जमा छ।